सत्य, तथ्य, समाचार, यथार्थपरक विचार, यो हो हाम्रो कञ्चन खबर। नमस्कार, यति बेला म रूपन्देही जिल्ला कञ्चन गाउँपालिका वडा नम्बर 1 यो रूपन्देही जिल्लाकै महत्त्वपूर्ण र रमणीय पर्यटकीय स्थल दानापुर तालको यो किनारमा रहेको छु, जहाँ रहेको छ द कोजी रेस्टुरेन्ट। तपाईँ यो कोजी रेस्टुरेन्टमा आउनुभयो भने मलाई लाग्छ तपाईँ एकपटक आउनु मात्रै पर्छ, तपाईँ पटक पटक आइराख्न मन लाग्छ। त्यस्तो खालको यो द कोजी रेस्टुरेन्टमा आइरहेको छु। स्वदेशमै बसेर पनि केही गर्न सकिन्छ, स्वदेशमा पनि विकल्प छन् भन्ने उद्देश्य बोकेर सोच लिएर सञ्चालन गर्नुभएका एक युवा यो द कोजी रेस्टुरेन्टका सञ्चालक चाहिँ युवा हुन्। धेरैले भन्छन् देशमा केही छैन, अवसर छैन, रोजगार छैन, स्वरोजगार हुने बाटो केही छैन भनिरहेको बिचमा एक युवाले एउटा जोखिम मोलेका छन् अथवा एउटा अवसर देखेका छन्, जुन हो द कोजी रेस्टुरेन्ट। द कोजी रेस्टुरेन्ट युवादेखि वृद्ध र फेरि युवादेखि तल बालबालिकाहरूको रोजाइको एउटा केन्द्र बनेको छ, जहाँ तपाईँ स्वादिलो खाजा नास्ता पाउनुका साथै पारिवारिक वातावरणमा खाजा तथा खानेकुराहरूको यो द कोजी रेस्टुरेन्टमा पाउन सक्नुहुन्छ। तसर्थ एकचोटि यो द कोजी रेस्टुरेन्टमा आउनु होला है। म त हेर्नुहोस् द कोजी रेस्टुरेन्टमा आएको छु, यहाँ के छ भन्ने कुरा म भित्र चाहिँ जान्छु होइन, के खाना पाइन्छ। उहाँ यो द कोजी रेस्टुरेन्टका सञ्चालकसँग पनि कुराकानी गर्नेछु, उहाँसँग म भेट गर्नेछु। उहाँले यहाँ के सेवा सुविधाहरू उपलब्ध गराउनु हुने रहेछ त्यो पनि म बुझ्नेछु र तपाईँलाई यो द कोजी रेस्टुरेन्टको बारेमा छर्लङ्ग पार्नेछु। ओहो ल भाइ ल, ए हाम्रो यो द कोजी रेस्टुरेन्टका सञ्चालक प्रोप्राइटर यो स्वदेशमै बसेर घरकै आँटो पिठो खाएर घरको थोरै लगानी लगाएर यो चाहिँ कोजी रेस्टुरेन्ट सञ्चालन गर्नुभएको छ। ल तपाईँसँग कुराकानी गर्न पाएँ, खुसी छु है। यहाँ वेलकम छ एकदम के पाइन्छ यहाँ? सब बफ, बिफ, पोर्क, चिकन सब आइटम हुन्छ। ल यहाँ चाहिँ बफ पनि पाइन्छ रे। बफ भनेको तपाईँलाई थाहै छ, यो पाडाको मासु है, अनि बङ्गुरको मासु पोर्क, अनि बङ्गुरको मासु पनि पाइन्छ। यहाँ मोमो सबै बङ्गुर भनौँ न पाडाको होइन, अनि चिकनको सबै चाहिँ आइटमहरू पाइन्छ। विशेष गरी के यहाँ मोमो के हो खास यहाँको फेभरेट स्पेसल? सर्टेन भन्दा पनि हाम्रो धेरै नै छ आइटमहरू। ए के खानेकुराको पाराखेर यहाँ आउँछ? हाम्रोमा चाहिँ फुड पनि राम्रै क्वान्टिटीमा, ए फुड पनि राम्रै क्वान्टिटीमा, मतलब डेलिभर पनि हुन्छ। अब यहाँ आएकाहरू त यहीँ खाइहाल्छन् है, अनि डेलिभर पनि हुन्छ। बढी चाहिँ के को डिमान्ड हुन्छ यहाँ? बढी हाम्रो बफ आइटम र चिकन आइटम। ए बफ आइटम र चिकन आइटम हुन्छ होइन। यहाँ बङ्गुरको पनि त्यत्तिकै पाराखीहरू आउँछन् होला, बङ्गुरको मासु खान चाहनेहरू यहाँ मजाले भरि भराउ छ होइन। ल यहाँ हामी मजाले, ल यहाँ एकदम रमाइलो रहेछ है, एकदम रमाइलो। ल यता देखा, ओहो के बन्दैछ यहाँ, के बन्दैछ यहाँ? हुक्का बन्दैछ रे। ल हुक्का नि खान पाइन्छ यहाँ। ल अब तपाईँको परिचयबाट सुरु गरेर तपाईँको शुभ नाम? मेरो नाम चाहिँ रोबिन पिलामी हो। हाल चाहिँ अहिले कुचेरामा हो मेरो लोकेसन चाहिँ, द कोजी रेस्टुरेन्ट भन्ने हो। तपाईँ कहिलेदेखि यो सुरुवात गर्नुभयो? ठ्याक्क हाम्रो लास्ट इयर वैशाख पासबाट। वैशाखबाट होइन, लगभग 1 वर्ष हुन लाग्यो। सुरुमा यो कति लगानी कतिबाट सुरुमा त स्टार्टिङ फेजमा चाहिँ हाम्रो एराउन्ड 30+ थियो। अहिले लगभग एराउन्ड 50 त छुयो होला अहिले लगानी। अनि यसरी गाउँमै यो रेस्टुरेन्ट चल्छ अथवा यो गाउँमै रेस्टुरेन्ट चलाउनु पर्छ भन्ने कन्सेप्ट कहाँबाट आयो? यो म एक त मलाई मेन होप दिने भनेको म एचएमए पढेको फिल्डमा, हस्पिटल लाइनमा। त्यो कारणले गर्दा पनि मलाई धेरै अलि पहिलेदेखि डुली राख्ने रेस्टुरेन्टहरूमा डुली राख्ने कारणले चाहिँ मलाई चाहिँ अलिकति बुस्टअप चाहिँ भएको यो। मतलब जस रेस्टुरेन्ट चलायो भने पनि कम्तीमा जीविकोपार्जन गर्न सकिन्छ भन्ने चाहिँ लाग्यो। अनि धेरै युवाहरू चाहिँ विदेश गइरहेका छन्, तपाईँले चाहिँ यहाँ घरमै बसेर घरकै आँटो पिठो खाएर लगानी गर्नुभएको छ। तपाईँलाई अहिले यो 1 वर्षको पिरियडमा कतिको चाहिँ आत्मसन्तुष्टि भएको छ, अथवा यो भविष्य नै यसैमा तन्किन्छ कि के छ? म अहिलेलाई चाहिँ म एकदम खुसी छु अहिलेलाई, फिलहाललाई। पछि लङ टर्ममा अझै ठुलो पनि अझै एक्सपेन्ड पनि गर्न सकिन्छ। अहिले चाहिँ जुन तपाईँको यो अहिले डेकोरेसन छ नि, अब धेरै मान्छेहरू त सहरको कोलाहलबाट
अनि गाउँको सुनसान वातावरणमा आनन्दले इन्जोय लिन चाहन्छन् होइन त्यो ढङ्गले चाहिँ खानाहरू खान आउन चाहन्छन् त्यसका लागि चाहिँ तपाईँले के बन्दोबस्त गर्नुभएको छ किन तपाईँको द कोजीमा आउनु पर्ने होला खासमा हाम्रो स्पेसलिटी त अहिले फुड र ड्रिङ्क्स मात्र भइरहेछ अहिले त्यस्तो त्यो होटल टाइपको छैन कि लजिङहरू लजिङ चाहिँ छैन फुडिङहरू मात्रै हजुर त्यस्तो मेनली चाहिँ हाम्रो त्यो फोकस छ त्यो चाहिँ अरू त्यो होटल विषयमा लजिङको लागि चाहिँ फ्युचरमा गरेला तर अहिलेलाई चाहिँ सोच छैन धेरै मान्छेले त यो रेस्टुरेन्टमा खाना पनि खाने अनि यसो रमाइलो गरौँ कहीँ घुम्ने भन्ने पनि हुन्छ नि के छ यहाँको विशेषताहरू हाम्रो मेनली हो पाएको अनुकरण हाम्रो सिमसा क्षेत्र गजेलताल त्यो कारणले गर्दा होप त आएको मान्छेहरू तालमा घुमेर आउँछन् ब्रेकफास्टहरू नास्ताहरू लिन खोज्छन् ड्रिङ्क्सहरू इन्जोय गर्न खोज्छन् त्यो कारणले गर्दा हाम्रो मेनली त्यो हो खास स्कोप देखेर लगानी केही पर्सेन्ट चाहिँ हात छ कि त्यो पनि छ तालले गर्दा पनि हल्का बुस्टअप चाहिँ गर्छ आफ्नो बिजनेसलाई भन्ने त्यो चाहिँ जस्तै कतिपय त अनलाइन डेलिभरहरू पनि गरेर हुन्छ नि अनलाइन डिमान्ड गरेर तपाईँको त्यस्तो सुविधा छ त्यो चाहिँ फ्युचरमा हाम्रो अझै ठुलो एरिया जस्तो कञ्चन गाउँपालिका नै समातेर 24 आवर चाहिँ खोल्ने चाहिँ हाम्रो प्लानिङ चाहिँ छ अहिलेलाई चाहिँ सर्ट एरिया धेरै नजिक मात्रै 2-3 किलोमिटरसम्म मात्रै डेलिभरी गर्छ तपाईँ जस्तै धेरै युवाहरू विदेश गइरहेका छन् यस तपाईँलाई पनि म विदेश जाउँ एकचोटि कमाउँ भन्ने चाहिँ छैन के छ त्यो पनि आयो होला मनमा आइरहेको एकचोटि आएको थियो सिरियसली भन्दाखेरि तर अहिले चाहिँ मनमै छैन जो यहाँ केही छ हजुर होइन सिप हुनु पर्यो सिप अलि मेहनत पनि हुनु गर्ने जग्गा सबैभन्दा ठुलो कुरो मेहनत सिप पनि हुनु गाह्रो छ हामी तपाईँको बिहान 6 बजेदेखि उठेर 12-1 बजीसम्म त नर्मल डेली बजिरहेको छ क्लोजिङ टाइमसम्म तपाईँले अहिले जस्तै यो तपाईँ द कोजी चलाउनु भयो द कोजी रेस्टुरेन्ट अहिले कतिजना अनि थप तपाईँ बाहेक कतिजनाले हामी चाहिँ एराउन्ड 6-7 जना एराउन्डमा छौँ हामी चाहिँ तर अझै पनि आउँदैछन् स्टाफहरू किनकि हामी अझै सम्हाल्न चाहिँ सकेका छैनौँ अझै म्यानेजमेन्ट गर्न सकेका छैनौँ अझै स्टाफ चाहिँ थप्नु पर्ने आवश्यक छ अब प्लान के हो तपाईँको प्लान हाम्रो अझै यसलाई अझै बेटर गर्ने चाहिँ अझै प्लान छ अझै यसलाई बुस्ट बेटर भनेको अब यसलाई एम्बियन्समा पनि डिजाइनरमा पनि हामी रिसेन्टली चाहिँ कफी मेसिनहरू पनि लिएर आछौँ अराउन्ड 4.5 लाख प्लसको लगानी गरेर यहाँ पनि एउटा कफी कल्चर पनि डेभलप गरौँ किनकि आउनेहरूको मेनली यहाँ गजेलतालमा चाहिँ बुटोल लाइनतिरबाट आउँछन् उनीहरू चाहिँ फेरि आजभोलि चाहिँ कल्चर भइसक्यो कफी टार्गेट कफी खाने म्याक्सिमम भइसक्यो त्यो कारणले गर्दा पनि धेरै युवाहरू विदेश गइरहेको छन् के भन्न चाहनुहुन्छ ठिक छ आफ्नो हो आफूले कहाँ गर्न सक्छु जस्तो लाग्छ सबैको लागि एउटै फिल्ड चाहिँ हुँदैन कोही केमा जान्छन् कोही केमा जान्छन् फ्युचरमा यो हाम्रो कञ्चन खबरको अफिसियल फेसबुक पेज यस कञ्चन खबर र युट्युब च्यानल कञ्चन खबर र हाम्रो टिकटक पनि छ होइन टिकटकमा पनि जहाँ गइहाल्छ हजुर त्यसमार्फत तपाईँले यहाँ आफूमा आउने ग्राहकहरूलाई होइन हाम्रो दर्शक मार्फत के भन्न चाहनुहुन्छ किन आउने हो ल एकचोटि सर भनिदिनु न है हाम्रोमा चाहिँ आउनु कारण मेनली भनेको हामी अरूभन्दा डिफ्रेन्ट नै छौँ एम्बियन्स वाइज अनि सोच वाइज हामी फ्युचरमा अझै धेरै नै ठुलो प्रगति गर्न जाँदैछौँ त्यो कारणले गर्दा पनि हाम्रोमा अरूभन्दा डिफ्रेन्ट टेस्ट पनि हुन्छ आज हामी आउँछौँ भनेर क्यामेरा हो त्यस कारणले गर्दाखेरि तपाईँ यो द कोजीमा आउनुहुन्छ होइन जस ग्राहकहरू पनि आइरहेछ हजुर राम्रै आउँछन् फेभर भइरहेछ फ्यामिली टाइपको फ्रेन्डली टाइपको चाहिँ मैले चाहिँ मेनली फोकस चाहिँ गर्न खोज्छु त्यो किनकि सबैलाई पनि कम्फोर्टेबल होस् कि यहाँ आएर लेडिजदेखि लिएर फ्यामिलीदेखि लिएर सबैलाई चाहिँ कम्फोर्टेबल होस् हाम्रोमा चाहिँ 60% जेन्ट्सहरू हुन्छ भने 40% चाहिँ लेडिजहरू पनि हुन्छन् उनीहरू कम्फोर्ट छन् अहिले आएर स्टाफहरू पनि सहज छन् लेडिजहरूले पनि अरू झ्याप्प राख्नु पर्दैन हाम्रोमा चाहिँ लेडिजहरू चाहिँ डिमान्डै छन् हजुर अनि त्यही भएर हामी चाहिँ सेफली जति सक्छ हुन्छ सेफली कम्फोर्ट होस् भन्छु कि हरेकलाई एकदमै धन्यवाद तपाईँ युवा यही सदस्य के गर्छु भन्ने जुन आँट गर्नुमा छ तपाईँको आँट सफलताको शिखर चुमोस् होइन आँटले हुन्छ तपाईँलाई नआउनु भएको धन्यवाद ल हुन्छ ल तपाईँ यति बेला हेर्दै हुनुहुन्छ कञ्चन खबरको युट्युब च्यानलमा शिक्षा स्वास्थ्य कृषि खेलकुद मनोरञ्जन उद्यम र समसामयिक राजनीतिका विषयमा आफ्नो सवाल उठाउन
कञ्चन खबरको युट्युब च्यानल कञ्चन खबरलाई सब्स्क्राइब, लाइक अनि सेयर गर्न नभुल्नुहोला। तपाईँ यति बेला हेर्दै हुनुहुन्छ कञ्चन खबरको युट्युब च्यानलमा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, मनोरञ्जन, उद्यम र समसामयिक राजनीतिका विषयमा आफ्नो सवाल उठाउन कञ्चन खबरको युट्युब च्यानल कञ्चन खबरलाई सब्स्क्राइब, लाइक अनि सेयर गर्न नभुल्नुहोला।